अनि त्यस पछाडि यो सेकेन्ड भिडियो है साथी बालेनको विषयमा। अनि त्यस पछाडि बालेनले के प्लान बनायो त, ठिक छ अब आफ्नो पार्टी त छैन, गठन गर्नु पर्यो होइन। अनि त्यही मौकामा चाहिँ उसले मौका हेरिरहेको थियो क्या, कुनमा चाहिँ म जाँदा हुन्छ त, अब लड्नु पऱ्यो नि त, संसद भएर जानु पऱ्यो नि त होइन ठाउँमा। अनि एक्लै गएको त काम छैन। अनि उसले त्यो मौका हेरिरहेको थियो, ठ्याक्क बाबालाई पनि दशा लागेको, इन्डियाले पनि चाहिरहेको बाबै चाइना जानु, पुटिनसँग के अरे त्यो पुटिन त होइन पुटिनसँग हात मिलाएर फोटो खिचेर भिडियो हाल्नु, अनि चाइनामा चुच्चे नक्साको प्रस्ताव राख्नु, अनि इन्डियाले थाहा पाउनु, बुढाको त्यो सबै त्यहाँ थाहा पाउनु, अनि प्रस्ताव राखेको कुरा सबै न्युजले थाहा पाउनु, अनि बाबैले मोदी कुरा नसुन्नु। त्यही कारणले गर्दाखेरि बाबैलाई चाहिँ के थियो, इन्डियालाई के थियो, घाँडो केही गर्न नमिल्ने रहेछ यो बुढा भन्ने चाहिँ इन्डियालाई थाहा थियो क्या। यसलाई चाहिँ कसरी पन्छाउनु पाए चाहिँ हाम्रो कुरा सुन्थ्यो भन्ने कुरो हो। तर हाम्रो इन्डियाले नचाहेसम्म नेपालमा विकास हुनै दिन्न के, 5 वर्ष टिक्नु पनि दिँदैन, कुनैलाई 5 वर्ष सरकार टिक्नु पनि दिँदैन, गरी खान दिँदैन। यदि गरी खाएको छ भने आगो लगाइदिने, उचालिदिने, पछारिदिने हो। तिल्लो सोपा जोसोपा भन्ने जन्तु हराइसके, सिकराउँथे जल्लो बल्दो नेता, त्यसलाई पनि ठाउँमा राख्यो बाबैले, त्यसले पनि यसलाई पनि नलाग्ने नसक्ने रहेछन् बाबैसँग लड्ने भन्ने इन्डियालाई सबै थाहा भयो क्या। अनि त्यो कारणले चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो नेपालमा राजनीतिक महलमा चाहिँ इन्डियाको एम्बेसीको आँखा थियो चारैपट्टि महल। ठ्याक्क फेरि अमेरिकाले पनि अब यो के अरे फेसबुक सञ्जालै बन्द गरिदिने, युट्युबै बन्द गरिदिने, उसलाई पनि टेन्सन होइन। सामाजिक सञ्जाल बन्द गरे, उनीहरूलाई पनि दबाब सामाजिक सञ्जाल बन्द नगर भन्ने दिइरहेको थियो नि त होइन। अनि त्यही मौकामा बाबुले फेरि के गर्दाखेरि ठ्याक्क सामाजिक सञ्जाल बन्द भनिदिएपछि मान्छे आक्रोशको भन्दाखेरि युट्युबे होइन, युट्युबर साथीहरू अनि भ्लगर साथीहरू, अनि त्यसकै बहानामा अर्को के आयो भन्दा किन त भन्दाखेरि करप्सन छल्नको लागि बाबुले सामाजिक सञ्जाल बन्द गर्यो भन्ने बहाना भएर सबै साथीहरूसँग सबैलाई युवा साथीले अब धेरै त पढे लेखेकै हुन्छन् अहिलेको अवस्थामा होइन, नेट चलाउने साथीहरू सब भ्लगरहरू सबै त्यसैमा व्यस्त थिए। बाबुले बन्द गर्छ भनेर गरेपछि सबै आक्रोशित भएर आइराखेको थियो। के अरे त्यस्तो विद्यार्थी आन्दोलनले म करप्सनलाई मात्रै गर्छु भनेर त यो हुने थियो। यो चाहिँ आक्रमण एकैचोटि युट्युबरले पनि आधा साथ भक्कु दिँदाखेरि जोस चलेर गरेको काममा यहाँ गर्दा एकैचोटि के हुन पुग्यो, आक्रमण हुन पुग्यो क्या। कोहीको अब गर्दै मान्छेको प्रेसर हाई भएर हुन्छ, हान्नु गर्छ, अर्को पुलिसले ठेल्छ, पुलिसले रिस हुन्छ, अनि आवेग हुन्छ नि त। कोही मान्छे खाएर गएको हुन्छ, सड्केको हुन्छ, अनि त्यसपछि आक्रोश भएर यो भएर गएको। कास्ट आन्दोलन गर्छ भनेदेखि बाबुले त्यत्रो मधेसमा त्यत्रो जनता उतार्दाखेरि नटेरेको मान्छेले यो 2 दिनमै बाबुले सत्ता छोडिदियो नि त। तर बाबुले बुझिसकेको थियो क्या, यो आक्रमण भएर आउनु र यो यस्तो गर्नु भन्ने कुरो बाबुले बुझिसकेको थियो। र 23जना प्रहरीले मारेको अझै म हुकी होइन, किनभने बाबुले भनेको छ मैले आधा दिएको छुइनँ भनेको छ, प्रहरी नायकले पनि भनेको छ यसको अझै खुलासा भइसकेको छैन भनेको छ, गृहमन्त्रीले मैले पनि आधा दिएको छुइनँ भनेको छ। कसले दियो आदेश? आक्रमण भयो आयो, गोली हानै सक्यो, मोर बच्चाहरू मोर बिचार नमर्नु पर्ने थियो, बच्चाहरू मोर। आक्रमण आएपछि त्यस्तो सकिन्न क्या, जुलुस आइसकेर आक्रमण भइसकेपछि एउटाले बडाङ र अर्कोले बुडिङ गर्न सकिँदैन कन्ट्रोल गर्न। त्यो कारणले गर्दाखेरि प्रहरीले ठेक्नु नसकेको कारणले गर्दा आक्रमण भएर गोली चल्दाखेरि बच्चा मृत्यु हुनु पुग्यो। तर बच्चा टाउकोमा चाहिँ नलाग्नु पर्ने हो नि त, खास खुट्टा घुँडातिर हालेर घाइते बनाएको भने हुने, त्यो घाइतेसम्म भएको भए ठिक हुन्थ्यो। तर टाउकोमै गोली हानेछ क्या। त्यो टाउकोमा गोली हानेको चाहिँ कसले हो त? बाबैले भन्छ मैले आदेश दिएकै छुइनँ, तर मन्त्री चाहिँ ऊ छ, सरकारमा चाहिँ ऊ छ, फेरि सरकारमा ऊ भएको कारणले गर्दाखेरि चाहिँ सारा दोष अहिले के छ भन्दाखेरि 76 जनाको हत्या र केपी ओली भनेको बालेनले चुनाव एजेन्डा बनाएको छ, चुनाव एजेन्डा, अरू एजेन्डै छैन उसँग होइन। थिएन नि त, अब किनभने संसद लड्नु पऱ्यो नि त। किन म बालेनपट्टि विरोधी भइरहेको छु भन्दा यो राजनीतिक महलमा है, पक्ष उसको व्यक्तिगत त छँदैछ, तर राजनीतिक महलमा है भन्दाखेरि चाहिँ एउटा महल चाहिन्छ क्या। संसदमा जाँदाखेरि पनि एउटा एजेन्डा चाहिन्छ, एउटा लिएर जानु पऱ्यो, म चाहिँ देशलाई यसो गर्छु भने त एउटा बाहना गरौँ। अब त्यत्रो नेपालभरिको जनताले चाहिँ पछ्याइरहेछ, के हाई भनिरहेछ भनेदेखि महल खराब त कसले गरेको? एमबिसीबाट भएको सबै यो यसो गर्दा यस्तो हुन्छ, यसो मौकामा यो गर्नु पर्छ, त्यो गर्दा यसो गर्छ, अनि यसबाट आउँछ भनेर। नत्र भने सबै जेन्जी साथीलाई सोध्यो भने तिनीहरूलाई सोध्नु त तपाईँहरू कसैले, तपाईँहरूले चाहिँ केपी ओलीलाई हटाउनु मात्रै गरे हो त भनेर सोध्नु त। एक्चुअली त्यो पनि होइन, मन्त्री भगाउनु मात्रै होइन, एजेन्डा के करप्सन रोक्ने, करप्सन चाहिँ कसरी हुन्छ त्यसलाई नर्मल गर्नु पर्यो भन्ने गएको। तर बाबुले आन्दोलन ठेक्नु नसकेर हत्याराको आरोप लगाएर बाबुले राजीनामा दिएर 60 लाख दियो है। 60 लाख दिएपछि त आन्दोलन शान्ति त भएको थिएन, अझै पनि उफ्रिरहेको थियो तर पनि बालेनले म भनेर बालेन अगाडि बढ्यो, शान्ति ऊ भइसकेपछि
कम बाँडेछ। कारण छ पछाडि हात थियो नि त उसको त, योजनाबद्ध हो त्यो त होइन। अनि त्यसो गरेपछि चाहिँ के छ भने सुशीला कार्कीले पनि दर उचालो, मैले हत्यारा यो मन्त्री भएर यसरी बच्चा मार्न पाएछ भने उचालो मर्ने गरी अहिले उही मन्त्री छ, खोइ त गरेको कारबाही गर्नु पर्दैन, कारबाही गर्नु पर्दैन केपी ओलीलाई, निकाल्नु पर्ने, छानबिन गरेर निकाल्नु पर्दैन, किन अलमलाइ गरिरहेछ? हत्यारा हो भने छ, पर्का चाहिँ गर्छ। अहिले खुद उही मन्त्री छ, जेन्जीले बनाएको मन्त्री छ, गृहमन्त्री जेन्जी, खोइ त हुँदो रहेछ त, हुँदैन नि, कानुनले हुँदैन क्या, त्यसको जरो पछाडि जानुपर्छ। त्यो जरोसम्म पुग्दाखेरि केपी ओली हत्यारा देखेन, पुग्न पुगेलाई कसरी कारबाही गर्ने? तर अहिले हाम्रो नेपालीको दिमागमा चाहिँ के थपिदिएको छ, खालि केपी ओली हत्यारा, केपी ओली हत्यारा, केपी ओली हत्यारा भन्दैछ। कहाँबाट? उता एमबिसीको योजना हो नि त, यति गर्दाखेरि मात्रै हुन्छ है, उसकोमा तिमीहरूको एउटा एजेन्डा हुन्छ, उसले यति गरेपछि उसलाई दबाउनुपर्छ, उसलाई राख्नुपर्छ भने उता भर्दैछ। अनि त्यो बालेनले के थाहा के गर्नुपर्छ भन्ने कुरो, अब अचानक मन्त्री छोडेको, मन्त्री हुनुपर्छ, मन्त्री खोज्दा छैन, अब कसलाई होइन, अल्लमल्ले परे, अलरेडी जेन्जी विद्यार्थीले भनेछ हामी अल्लमल्ल पऱ्यौँ, मन्त्रीले राजीनामा दिइसक्यो, खोइ मन्त्री छैन, मन्त्री राजीनामा दिइसक्यो, कसलाई पर्ने मन्त्री को उनीहरूको लक्ष्य मन्त्री हटाउने थिएन, उनीहरूको लक्ष्य संसद पुनः विखण्डन गर्ने थिएन, को आत्ती अब छोडिदिएको, बाबाले छोडेर साइड लाग्यो भागो भने खुसी मनायो, एकछिन आगो जता त त्यत्रो त्यो के अरे उसमा सिंहदरमा आगो लगाउनु पर्ने थियो, त्यो त बालेनले नै हो नि, त्यो त यो उसले त अगाडिदेखि नै भनेको थियो नि, त्यो त बालेनले, म पनि मान्छु बालेन नै हो भनेर, मेरो व्यक्तिगत रूपमा पनि त्यही मान्छु। अनि त्यस पछाडि उसले के भनौँ भने बालेन के अरे एमबिसीको सबै चलखेल भइसकेको थियो, उसले यसो गर्दा यस्तो हुन्छ, उसले यस्तो गर्छ, त्यो ग्रेन्ड सबै बनाइसकेको थियो। त्यही मौका छोपेर अब तेरो एजेन्डा तैँले अहिले बालेन छ नि, बालेनले नेपाललाई के म विकास गर्छु भने यो 2 वर्ष टिक्दैन, 2 वर्ष, 2 स्वतन्त्रले बुढाले चलायो भने बालेनले 2 वर्ष सरकार टिकाउँदैन, यो कुरा 100% सिउर हो। म यसमा यो भिडियो युट्युबमा हुन्छ, साथीहरूले बुझ्नु होला, 2 वर्ष बालेन भइसक्यो, यति इङ्ग्लिस भयो भने एक त मलाई हुन्छ जस्तो लाग्दैन, यदि भइहाल्यो भने चाहिँ 2 वर्ष नहुनुपर्ने, उहाँ झापा नजानु पर्ने गयो, अन्त्यबाट उठेर आउनु पर्थ्यो नि त, तर ऊ झापामा गएर कि वार किपारमा गयो क्या, त्यो पनि उसले हो, बाहिरबाट चालेको। अनि सुशीला कार्की प्रधानमन्त्री हुन्छ अगाडि नै भनिदिइरहेछ इन्डियामा मिडियाहरूले, सबै इन्डियाबाट भइरहेछ नि त, यो गर्दा त्यो, यो गर्दा त्यो, यसो गर्दा यसो, जे उहाँ भन्छ नेपाल त्यही भइरहेछ। अनि हर्क साम्माङलाई प्रधानमन्त्री किन बनाएको, नबनाएको ठिक छ, गृहमन्त्री किन बनाएको, इन्डियाकै विषय जा भन्छ, कसले पालेन? अब जेन्जीको त्यो थियो त थिएन नि त, जेन्जीको त त्यो करप्सनको थियो, हत्यारा भएपछि त्यो मृत्युको अब त्यो कसले दिएको आदेश त्यो खोज्नु पऱ्यो नि, मान्छे हत्यारा भयो, अब मार्न पाइँदैन त मारियो, पुलिसले आकर्षणमा दियो गोली, गलत भयो, यसमा पनि गलत भयो भन्छु। तर केपी ओलीको सरकार चाहिँ अहिले दोषी कसलाई जाने भयो, केपीलाई नै जाने भयो क्या, तर ऊ केपी ओलीलाई थाहा छैन कि कसले गोली चलायो भने, अहिलेसम्म केपी ओलीले दोष हो भने सुशीला कार्की प्रधानमन्त्री हुनुहुन्छ, अहिलेसम्म किन खोजी नगरेको त, किन नगरे खोजी गर्नु पर्दैन, को त अहिलेसम्म जनताको अगाडि ल्याउनु पर्दैन, भ्रम चिर्नु पर्दैन, छैन त, यो सबै उता बाहिर खेल्यो क्या। त्यही कारणले गर्दा साथी हो, जति पनि अहिले हाम्रो नेपालमा घन्टी भन्छ, घन्टीको पछि लाग्ने गल्ती छ अहिलेको अवस्थामा बाबुलाई हटाएर बाहिर राख्ने अवस्था भएको छैन, बाजेलाई अझै एक मौका दिने मौका छ। म झापाको साथीहरूलाई यही भन्न चाहन्छु है, अझै पनि हाम्रो झापाली साथीहरूलाई अझै राम्रो ज्ञान आओस्, अलिक बुझोस् होइन, राजनीति बुझ्ने मान्छेहरूले किन चाहिँ यस्तो भइरहेछ भने यो बाबु नेपालमा चाहिँ हुन दिँदैन क्या, नेपाललाई हुन दिँदैन, मेरो विचार है साथी हो, मेरो झापाको साथीहरूलाई मेरो विचार राख्छु है। बालेन सबै अहिले हाई बालेन हाई छ, हिजोको दिन प्रचण्ड पनि हाई थियो नि, बहुमत पनि ल्याएको हो नि त, तर के गर्ने बिचमै दिएन, राजीनामा दिएर जानु पर्यो नि, 2 वर्ष के 6 महिना कि 7 महिना नसरले राजीनामा दिएको होइन प्रचण्डले, त्यही हो। अहिले हाम्रो सारा नेपालभरि घन्टीको बालेन हाई भन्छ नि, भोलि यसको समस्याले भोलि के हुन्छ त्यसको सोचेछ, नेपालमा विकास हुन्छ भने जस्तो क्या, नेपालको विकास हुँदा त मोदीलाई खुसी पार्नुपर्छ, मोदीलाई खुसी भयो भने मात्रै नेपालको विकास हुन्छ, नभए हुँदैन, मेरो सोचाइ हो। यदि नेपालको विकास नेपाली जनता चाहन्छ भने बोर्डरमा आउनुहोस्, सबले बोर्डरमा चाहिँ के गर्नुपर्छ, बोर्डर लगाउँ त, इन्डियाको बोर्डरमा मोदीसँग समर्थन गरेर बोर्डरमा लगाउँ त, म त्यसमा $2,000 $2,000 म दिने नेपाल सरकारलाई सहयोग, बोर्डरलाई चाहिँ यो रेलिङ लगाउने कार्यतार होस्, अझै $2,000 नेपालको 2 लाख कम्तीमा 2,80,000 समथिङ हुन्छ होला अहिलेको रेटमा, म अहिले बोल्दैछु, यो जनवरी 2026 जनवरी 30 मा बोल्दैछु है, यो मैले बोलेको, म $2,000 दिन तयार छु नेपाल सरकारलाई सहयोग, इन्डियन बोर्डरलाई के गर्न, तार जाली लगाउन अथवा बोर्डरलाई सिमाना लगाउनको लागि। यदि हो नेपालमा सबैले चाहने हित गर्न चाहन्छन्, सबै नेपाली साथीले देश विकास चाहन्छ भने, सबैभन्दा इन्डियासँग हामी बस्न चाहन्छौँ भने पहिले इन्डियाको बोर्डर हामीले के गर्नुपर्छ, जाली लगाउनुपर्छ, सुरक्षित बनाउनुपर्छ आफ्नो पहिले नेपाललाई, त्यस पछाडि मात्रै अनि त्यहाँबाट नेपालमा चाहिँ अनि मात्रै भिड्नुपर्छ।
तर अहिले हाम्रो नेपाली बुझे केपी ओली हत्या र घट्यो, घटना भयो, आक्रोशित भयो, यसलाई स्वीकार्नुपर्छ। अब नहुनु पर्ने भइसक्यो। तर कसले गरेको दोषी किन नगरेको त? जेनजीले किन केपी ओलीलाई मात्र दोषी रहेछ? एक नम्बरको बालेन हो यो। भोलि केपी ओली प्रधानमन्त्री भने बालेनलाई कोच्छ 100%। म पनि यसलाई बालेनलाई दोस्छु। यो चाहिँ राजनीतिक मुद्दामा है, व्यक्तिगत मुद्दा होइन, राजनीतिक मुद्दामा बालेनलाई दोषिन्छ। अहिले बालेनले म किन केपी ओलीको क्षेत्र जानु? बाला हटाउनु छ एमबिसीबाट। तैँले यदि लड्छ कि त हट्नुपर्छ। यदि बालेनले जितेर भोलि आयो भने कतार इन्डियन एमबिसीले, खालि म चाहिँ कतार भन्नु चाहिँ म कतार छु त्यो भएर क्या, इन्डियन एमबिसीले भोलि बालेनलाई मारिदियो भने पनि केपी के अरे कङ्ग्रेस नेकपा एमाले मारेको भनेर लाउँछ, मारिदिन्छ भोलि। यदि बालेन इन्डियाले भनेको कुरा मानेन भने बालेनलाई मारिदिन्छ। इन्डियाले भनेको कुरा मानेनन्, इन्डिया एमबिसीले भनेको कुरा मानेन भने भोलि बालेनलाई मारिदिन्छ। त्यो मारेको आरोप चाहिँ फेरि एमालेलाई लगाउँछ। किनभने केपी ओलीले हारेर बाहिर बस्यो भने त मन्त्री भन्नु आएर मन्त्री भएपछि उसले त मानेन भने त उसलाई त गोली हानेर मारेर नि एमालेको त्यो केपीले मारो भनेर त्यतातिर खनाइदिन्छ। त्यो डिजाइनको छ यहाँनिर राजनीतिक। त्यही कारणले गर्दा अहिले नै बालेन मन्त्री हुने लक्षण थिएन पनि, हुनु पनि हुन थियो होइन। र संविधान किन संसद किन विघटन गरिदियो? किन गर्नुपर्ने विघटन? आवश्यक जेनजीले विघटन गर्नु भने थिएन नि त। यदि संविधानमा अथवा संशोधन गर्नु भयो भने त्यतिखेर सबै नेपालीका जेनजीहरूको सबैको डिजाइन प्लान थियो भनेदेखि उनीहरूले त हामीले मन्त्री हटायौँ, मन्त्री हटाएपछि अर्को मन्त्री राख्छौँ, त्यो मन्त्रीबाट हामीले यो संविधान संशोधन गराउँछौँ भन्ने योजना हुन्थेन? थिएन क्या। एक आक्रमण यो आकाशन भइसकेपछि सबै अल्लमल्ल भयो। मन्त्री हट्यो, अब कसलाई मन्त्री बनाउने, कहाँ ल्याउने, के ल्याउने थिएन। यो कहाँबाट? सबै एमबिसीबाट। एमबिसीमा जाने, टिका लगाउने, हजुर मन्त्री बनिदिनु, मन्त्री त्यो उसलाई राख्नु भने बालेन अब हिरो होइन। ऊ भइसकेको घटनालाई देखाएर, उसले भइसकेको घटना देखाएर ऊ त अब हिरो। सबै हाम्रो अहिले जेनजी पुस्ताहरूले पढे लेखा छन्, नेटमा आएको छ, उसले हेरेछ ब्याकग्राउन्ड के छ, कसो बुझाएको छैन, अगाडिमा फेसमा जे अगाडि आएको छ त्यो देख्यो, ओके डन हानिदिएको छ क्या, सकियो, कुरो यति नै हो। त्यही कारणले गर्दाखेरि अहिलेको हाम्रो राजनीतिक परिस्थिति चाहिँ डेन्जर छ होइन। यदि बालेनले भोलि हारेर बाबैमाथि आयो भने पनि इन्डियाले गर्न दिँदैन। यदि बाबै हारेर बालेन अगाडि आएर बालेनले इन्डियाको कुरा मानेन भने बालेनलाई मारेर फेरि दोष एमालेलाई हालिन्छ। एमालेले हारेको झोकमा बुढाले मान्छे लगाएर मारायो भनेर त्यतातिर खनाइदिन्छ है केटा। मेरो सोच है त्यस्तो हुन्छ है। नेपालको विकास गर्छु, विकास गर्न भन्ने भन्छ, सक्दैन क्या बालेनले विकास गर्न। नेपाली जनताले नै विकास गर्नुपर्छ, इमान्दार हुनुपर्छ। नेपाली जनता इमान्दार हुनुपर्छ। सबैभन्दा भ्रष्टाचार नेपालको कर्मचारी हुन्। जेनजी भन्ने कहाँबाट आएको? आकाशबाट आएको हो होइन नि त। ती एमाले काङ्ग्रेसबाटै निक्लेको हो नि त होइन। माओवादीबाट त आएको तिनीहरूकै छोराछोरी बच्चाहरू हामी त हो नि। त्यही कारणले गर्दाखेरि साथी हो देश विकास गर्नुपर्छ। हामी नेपाली सबैभन्दा इमान्दार सिधा हुनुपर्छ, सोच हुनुपर्छ। र हाम्रो सबैभन्दा भ्रष्टाचारी केन्द्र हान्ने हामी जेनजी भएर हामीले भ्रष्टाचार निहाल्ने हो भने र हामीले रोकथाम गर्ने भनेदेखि आयल निगममा हान्नुपर्छ, भन्सार कार्यालयमा ठोक्नुपर्छ, मालपोत कार्यालयमा ठोक्नुपर्छ। सबैभन्दा ठुलो कुरो मालपोत कार्यालय हुन्छ। अनि राजस्व घुस हामीले राजस्व जुन छली गर्छ, राजस्व छली गर्नु हुँदैन क्या। राजस्व छली गरेर हाम्रो नेपालमा बालेनले सरकार भयो भने भोलि कहाँबाट ल्याएछ? गोजीको पैसाले गर्ने हो त देश विकास? नेपालकैबाट गर्ने हो नि त होइन। नेपालकै आश्रोतबाट गर्ने हो नि त। नेपालको आश्रोत खोइ त अनि के छ छैन नि। आफैले जिउ धान्न गाह्रो छ। हामी सब यहाँ बाहिर बसेको त्यही रेमिटेन्सले चलिरहेछ भनेछ साथीहरू। नेपालको अहिले 9 खर्ब अथवा 10 खर्ब चाहिँ रेमिटेन्स के अरे राजस्व उठ्छ भनेको छ। राजस्व 10 खर्ब उठ्यो भने त्यो त 10 भागको 1 भाग उठाएको, अब 9 भाग छ नि त। अझै त्यसलाई 50% पार्न लागि त अझै इमान्दार हुनु पर्यो क्या। देश विकासै गर्छ भने देश विकास हाम्रो जनताले चाहन्छ चाहँदैन? के कहाँबाट ल्याउँछ? जनता नेता फेरेर देश विकास हुने हो र? मान्छे जनताको चाहिँ मन फेर्नु पर्यो क्या, भित्री चाहना हुनु पर्यो। मैले भने नि म राष्ट्रिय देशप्रेमी हो। म देशको लागि मैले जति कमाएँ, कतारमा बसेर जे जति कमाएको छु, 2-4 पैसा कमाएको छु। तर नेपालको राष्ट्रिय हितको लागि बोर्डरमा सिमानामा जाली तार लाउँछ भने $2,000। अहिलेको तुलनामा $2,000 भनेको नेपाली 2,80,000 उपर जान्छ, समथिङ 3 लाख हुन जान्छ होइन। यति म सहयोग गर्न सक्छु किन मेरो नेपाल राष्ट्र देशलाई म गर्छु। यस्तै इमान्दारी साथीहरू आयो भनेदेखि हाम्रो बोर्डरमा गर्ने सबै साथी विदेशमा बस्दा थाहा हुन्छ क्या पीडा कस्तो हुन्छ भन्ने कुरो है त। यदि यसरी देशलाई विकास चाहने मान्छेले चाहिँ यसरी पर व्यक्तिबाट सहयोग गर्ने जसले चाहन्छ आफूलाई, एक त हाम्रो नेपाल सिस्टमै छैन क्या, सिस्टम नै खराब छ हो क्या होइन। नटेर्ने, नमान्ने, आफै जान्ने, आफै बाटो हुने भन्ने भएर कसैमा अलिकति धेरै लेखापढा भयो भने धेरै आफै जान्ने आफै उठाउने है। ल पार्ट 2 पनि सक्यो, म पार्ट 3 मा आएँ। ल यहाँ अलि अझै लामो जाने भयो क्या त्यो भएर है त।